ल हामी चाहिँ पोखराबाट धोबती बिहाको तर्फ जाँदै हुनुहुन्छ। मेरो आजको ट्रिप चाहिँ पोखरा टु धोबती र अहिले चाहिँ हामी भालु पहाडमा छौँ। एकछिन यहाँ फोटो खिच्ने काउहरू हुन्छ। अब एकछिन यहाँ ब्रेक गर्दैछु। यो चाहिँ तपाईँको भालु पहाड पारी। ल अब उहाँ नानीहरू छ। ल नानी आउनु। ल नानी झर्नु गयो। ल मगर ड्रेसमा बिहाको लागि चाहिँ जाँदैछु। अरू पनि हेर्दै गर्नु होला। ल उहाँ हाम्रो अर्को बहिनी निस्किनु हो। ल बिस्तारै झर्नु नआत्तिकिन। ल ए नानी ऊ तिम्रो ऊ। ल उहाँ फेरि बहिनी। ल ल ल अर्को सानो मान्छे नि हुनुहुन्छ। हाई गरिदियो नानु। ल बिस्तारै झर्नु नआत्तिकिन झर्नु। ल हेलो ल उहाँ दिदी आउनुभयो। हेलो दिदी। ल बहिनी ऊ त्यहाँ सोध्नु त ऊ त्यो बहिनीकोमा छ होला कहाँको। ऊ त्यो सिधा ल टिकट होइन के को टिकट हो यो भनेको। यो अलि धेरै भइसक्यो। टिकट सिस्टम छ कि बहिनी। यस्तो नि हुन्छ र। मलाई पर्दैन बहिनी। अनि माथि जाने नि क्यामेराम्यान त झन् जानु होइन हिँड्नु न। म नि तपाईँको पछि छ कि रेकर्डिङै भइरहेछ। ल उहाँले टिकट काटिसक्नुभयो। 6 जना। ल जाम। ल नाम के भन्नु त एकजनाको नाम माया। ल यसै तपाईँको भालु पहाड। उहाँहरू यति राम्रो ड्रेसमा मगर ड्रेसमा। फोटो होइन मैले त भिडियो गरेछु। स्क्रिनसट हान है। क्लिक गर बिस्तारै गर है। फोटो नि 1 2 3 4 भन। एटा त्यही हो पोस। अरु के गर्ने हो मलाई भन्न खोज्छु। म हेर्छु भयो। भयो ह अलि 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 यता अलि अलि छाड पर छाड पर के डेढ सम्म त हुन्न। त्यसमा त फोटो त्यसमा फोटो छाड छाड खै मैले त्यसलाई दिएर ल सबैजनालाई झोर्ले है बहिनी। आज चाहिँ हजुर साह्रै राम्रो देखिनु भएको छ। मगर ड्रेसमा एकदम राम्रो पोसाकमा आफ्नो कल्चरमा साह्रै खुसी लाग्यो। ल तपाईँहरूलाई अब म तपाईँहरूलाई अब गर्मी छ यहाँ भालु पहाडमा। तपाईँलाई सानो चाहिँ मगर भाषा चाहिँ हजुरले चाहिँ म चाहिँ नेपालीमा सोध्छु। त्यसको उल्टा चाहिँ हजुरले चाहिँ मगर भाषामा गर्नु पर्यो। ल निकै गर्मी छ। अब हामी चाहिँ धेरै टाइम भुल्दैनौँ अब किनकि ल बहिनी हजुर फर्स्टमा
धेरै गर्मी छ मगर भाषा के भन्छ बहिनी ल हेर नानीलाई छिटो उहाँलाई सोधेको ओके ल साह्रै रमाइलो भइरहेछ मगर भाषा भन्नुपर्दा के भन्नु पर्यो साह्रै नै रमाइलो छ नि ओके ल हजुर बहिनीको पालो हजुरलाई हो भन्नु नि त क्वेसन ल क्वेसन चाहिँ आज हामी बिहामा जाँदैछौँ छिरिङ कान ब्याङ आन्नले सिकाउन पाइँदैन नि त्यसरी बहिनी ल त्यति हो ल अब हामी चाहिँ छिटो गरौँ ल बहिनी छिटो हिँडौँ अब छिटो ढिलो छान्के पा ओके ल भातलाई के भन्छ बहिनी ल थ्याङ्क यू ल छाता पनि उडेको खिच्दै एउटा ल म बस्छु के काले देख्यो छाताले ल भान्जीलाई दे भान्जी लाउ छाता छाता लिएर आउँछ माइजहरु ल्याऊ अलि यता छाता ल्याउनु त अलि यता घले अलि मिलाउनु ठुलो भाउजू त भाउजू पुरै निन्द्रा भयो तल झरेछ के अलि माथि लानु अलि काठो लास्तो हो त्यहाँ पुराउनु ल पालु पाहाडको सुन्दर दृश्य झोरले दिदी झोरले बिहामा हिँडेको के ल झोरले म दिपा थापा हामी यता पोखराबाट स्याङ्जा बिहामा हिँडेको ओके झोरले 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 बहिनी पोखरादेखि ढोकाजीसम्म बिहा नै हिँडेको ओके झोरले मेरो नाम सबिना थापा झोरले म सन्ध्या थापा बिहामा हिँडेको ओके ल नाइस ल ल अब चाहिँ हामी भालु पाहाडबाट राङखोला धुबतीतिर जाने क्रम अब हामी जाँदैछौँ उहाँ दिदीहरू आइसक्नु भएको छ फोटो खिचेर भिडियो बनाएर गर्मी निकै नै छ आज साह्रै नखाने जोसा भाइ हो ल दिदी ल छिटो भागी पर्छ आज धेरै गर्मी छ आज ल यहाँ फोटो खिच्नेहरूले सामान पनि छुटेछ हो र कसको बहिनीलाई चाहिँ जिम्मा लगाइदिन्छु ए ल धन्यवाद कति राम्रो होला बच्चाको थर्मस र ज्याकेट रहेछ बिचारा हो यहाँ चाहिँ छोडिदिन्छ है दिनु होला अहिले हेलो दा ल ओके ल नाइस खोदाएको भरे हामी ठुलै काट्यो होला है हामी चाहिँ काँक्रा खाएर चढाउँ ओके ल गर्मी भयो ल चट्ट नुन खुर्सानी काटेर लोकल काँक्रा अर्ग्यानिक भालु पाहाडमा हाम्रो दिदीले फेरि गाडीमै खाने बहिनी चिसो पानी छैन चिसो त छैन होला हो होइन दिदीले काँक्रो काट्दै हुनुहुन्छ
यता आएको त कति शीतल भएको पो। शीतल बाबा माथि त गर्मी हामी चाहिँ फाइनली अब चाहिँ बिहा बस्न पुगिसक्यो। यहाँ चाहिँ कोल्ड ड्रिङ्क नानी हो भाइहरू। यहाँ चाहिँ कोल्ड ड्रिङ्कहरू छ, चिसो बियर रम। र यहाँ बाबाले फेरि वाइन ल्याउँदै हुनुहुन्छ। ल बहिनी म चाहिँ यहाँ भलक म त खाइसकेँ क्या अघि नै। यहाँ खानु म यताबाट बनाउँछु। त यहाँ चाहिँ खानपिनको हुँदैछ। म चाहिँ अलरेडी खाइसकेँ खाजा।
झोरले है हजुर चाहिँ कुवारे बेहुलाको दुलाको म दुलाको साली दिदी ल हजुर झोडले म दुलाको साली दिदी पनि भाउजू पनि ल हजुर आमा ल झोरले आमा ए अनि हजुर ल झोरले दिदी ओ ल ल ल थ्याङ्क यू ओके ल ल बेहुला बेहुली चाहिँ यहाँ हुनुहुन्छ बहिनीहरू यता खाना दिदी खानु ए ल होइन म टन्न बसेँ
Hello, kita.